इलिस्ट्रेटर CR6 मा लोगो विभिन्न तरिकाले डिजाइन गर्न सकिन्छ। जस्तै म यहाँ एउटा गरेर देखाउने छु र बाँकी नेक्स्ट भिडियोमा तपाईले हेर्न सक्नुहुनेछ। जस्तै सबैभन्दा पहिला म यहाँ क्लिक गर्छु र त्यसपछि यहाँनिर इलिप्स टुल युज गर्छु। अब किबोर्डमा रहेको शिफ्ट प्लस अल्ट कि एकैचोटि थिचेर यसलाई मैले सर यहाँनिर यसरी यहाँनिर ड्र्याग गर्ने काम गर्छु। अब त्यसपछि यहाँ तपाईले विन्डो मेनुमा गएर यहाँनिर ग्रेडियन्ट छ, यो ग्रेडियन्ट टुल एक्टिभ गर्न सक्नुहुन्छ यहाँनिर गएर यसलाई। अब त्यसपछि म के गर्छु भन्दाखेरि यहाँ माथि हाम्रो लिनियर छ, यसमा गएर यसलाई रेडियल गरिदिन्छु र यसलाई मैले यो कलरलाई यताबाट उतापट्टि लगिदिन्छु र यताको चाहिँ यता लगिदिन्छु, यसरी ल्याइदिन्छु, यसरी यसलाई उतासम्म लैजाउँ। अब त्यसपछि म फिल्टर मेनुमा क्लिक गर्छु र यहाँनिर गएर हाम्रो के छ पिक्सलेट कलर अल्फा। अब यसमा गएर तपाईले यहाँनिर गएर म्याक्स रेडियसमा चाहिँ 60 राख्नुपर्ने हुन्छ र बाँकी जति पनि हाम्रो तल 00 राख्न सक्नुहुन्छ। ओके। अब अब्जेक्टमा क्लिक गर्ने र त्यसपछि यहाँनिर एक्सपान्ड एपेरेन्स गर्ने। अब यहाँ माथि इमेज ट्रेस छ, यसमा क्लिक गरिदिनुस्। त्यसपछि यसलाई एक्सपान्ड गरिदिनु पर्ने हुन्छ। ल अब म फेरि विन्डो मेनुमा क्लिक गर्छु र त्यसपछि यहाँ तपाईले सिम्बल यहाँ देख्न सक्नुहुन्छ, सिम्बलमा क्लिक गर्ने, यसलाई यहाँनिर लगेर हाल्दिनु। अब यहाँनिर गएर नेममा के छ न्यू सिम्बल भनेको छ, यसमा ओके गरिदिन्छु र यसलाई मैले डिलिट गरिदिने काम गर्छु। अब फेरि म यही जान्छु, इलिप्स टुल युज गर्छु र शिफ्ट अल्ट थिचेर एकैचोटि यसलाई मैले यसरी ड्र्याग गरिदिन्छु र यसमा गएर चाहिँ यसलाई मैले सिंगल कलर फिल गरिदिने काम गर्छु। ओके। त्यसपछि फेरि यसमै जान्छु। अब रेक्टेंगुलर टुल युज गर्छु र समथिङ यहाँ आधी भाग जति यसलाई मैले यहाँनिर सिलेक्सन गर्ने काम गरिदिन्छु र दुवैलाई सिलेक्सन गर्ने। त्यसपछि विन्डो मेनुमा क्लिक गरिरहेको छु र यहाँनिर गएर पाथ फाइन्डर भन्ने छ हामीसँग, यहाँ गएर क्लिक गर्नुस्, यहाँ देख्न सक्नुहुन्छ। अब त्यसपछि यहाँनिर गएर माइनस फ्रन्ट गरिदिनुस्। ल त्यसपछि फेरि के गर्ने इफेक्ट मेनुमा जाने, त्यसपछि यहाँनिर 3D रिभल्भ। अब त्यसपछि यहाँनिर गएर म्याप आर्ट गरिदिनुस्, यहाँनिर गएर इन्भिजिबल जियोमेट्री। अब त्यसपछि यताबाट आएर प्रिभ्यू गरिदिनुस् र यहाँ माथि हाम्रो सिम्बलमा नन छ, यसलाई यहाँ गएर न्यू सिम्बल गरिदिनुस्। यसरी यहाँ आइरहेको छ, यहाँ देख्न सक्नुहुन्छ। यसरी सार्दिनुस् यताबाट थोरै। किबोर्डमा रहेको शिफ्ट प्लस अल्ट थिचेर अलिकति ठुलो बनाइदिनु यसलाई। ओके ओके गर्नुहोस्। यसरी तपाईले लोगो डिजाइन गर्न सक्नुहुन्छ। यो मेरो भिडियो हेरिसके पछाडि भिडियोको मुनि कृपया कमेन्ट गर्न नबिर्सनु होला। राम्रो लागे वा नराम्रो लागे त्यही अनुसारको सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सनु होला। अहिले यति नै। म बाँकी नेक्स्ट अरु भिडियोहरुमा यस्तै लोगो डिजाइन गर्ने कुराहरु लिएर आउने छु। धन्यवाद। THAKY